हेलो गाइज, सबैजनालाई स्वागत छ। म अहिले स्याङ्जा जिल्लाको माझु भन्ज्याङ भन्ने ठाउँमा छु। आज पानी परेर मौसम चाहिँ यस्तो छ, त्यति राम्रो मौसम भएन। अघिसम्म पानी पऱ्यो त, अहिले चाहिँ पानी बसेको छ, तर मौसम चाहिँ अलिकति अँध्यारो छ। साथीहरू, यो माझु भन्ज्याङ भन्ने ठाउँमा चाहिँ यो पिङ पनि रहेछ। म चाहिँ पिङ खेल्दैछु होइन। के भन्छ अरे, म चाहिँ त्यस्तै दिउँसोमा हिँडेको भएर चाहिँ पानीले चाहिँ भिजायो। बिहानै आएको भए चाहिँ ठिकै हुन्थ्यो। अब त्यही पनि पुगेर ठाउँ कस्तो रहेछ, माझु भन्ज्याङ बाटो कस्तो छ भनेर चाहिँ एक्लै आएको। बाटो ठिकै रहेछ, त्यति अप्ठ्यारो छैन, पिच बाटो नै छ। एक ठाउँमा चाहिँ हल्का 2-3 मिनट चाहिँ कच्ची बाटो रहेछ। म चाहिँ राङखोलाबाट चाहिँ हिँडेको। राङखोलाबाट चाहिँ यहाँ माझु भन्ज्याङसम्मको चाहिँ दूरी चाहिँ लगभग कति रहेछ भने 30 किलोमिटर जति चाहिँ रहेछ है। तपाईँहरू पनि आउन सक्नुहुन्छ, घुम्न आउनु होला एकपटक माझु भन्ज्याङ। साथीहरू, म अहिले यो आँधीखोला गाउँपालिका वडा नम्बर 6 भोद्रुम कोला भन्ने ठाउँमा चाहिँ छु। म भर्खरै चाहिँ माझु भन्ज्याङबाट फर्केको। त्यस्तै अलिकति तल चाहिँ यो ठाउँ रहेछ। पानी परिरहेछ, त्यही भएर एकछिन यसो बसेर चाहिँ जाम भनेर चाहिँ बसेको। तपाईँले देख्न सक्नुहुन्छ पानी कसरी परिरहेछ भन्ने। यो चाहिँ मेरो मोटर बाइक पानी परेर चाहिँ बसेको। अब एकछिन हल्का उभाएपछि चाहिँ फर्किनु पर्ला स्याङ्जातिर। ओके, यो माझु भन्ज्याङको भिडियो चाहिँ मेरो अन्त्यसम्म हेरिदिनु होला भन्न चाहन्छु। त्यही हो, तपाईँहरू पनि आउनु होला। बाटो राम्रो छ, त्यति अप्ठ्यारो छैन, पिच बाटो नै छ माथिसम्मै। सिरुबारी जाने कुरो थियो, अब पानी परेर चाहिँ सिरुबारी चाहिँ जान सकिएन, त्यही माझु भन्ज्याङबाट फर्केको। माझु भन्ज्याङबाट त्यस्तै सिरुबारी पुग्नलाई चाहिँ 10-15 मिनट लाग्छ भन्थ्यो। अब गइएन, अब अर्कोचोटि आउँदाखेरि जानु पर्ला। ओके।